So hey fam and good morning my all family है अनि अहिले बिहानको 6 बजिरहेको छ अनि आज चाहिँ चट्ट लाएर हेर्नु भर्खर यो काम कस्तो दामी देखियो देख्नु भए अनि मसँग यता भुड्का भुड्की त्यहाँ किन आको बारीमा तपाईले बोलाएको नि मोल छर्न भन्न किन आको मोल छर्न यता डाँडा दिदीहरु पनि आइरा यहाँ मोलको बोरा आज यो एक बोरा हैन यो बारी छ यो नि हाम्रो हो के यो जोतेको दिन भए यो नि हाम्रो यहाँ मोल छर्न अंकलले खोल्नुहुन्छ कि तपाईँ बाल्टीमा हाल मैले यो हाल्छु त्यही गर्नु सँगै जाउँ कतै सदर्छ अन्त अंकलले जान्नुहुन्छ अंकल पर्फेक्ट हुन्छ यसमा चढ्नु त अगाडि ये दुईटा छरिन्छ होला नि फर्स्ट टाइम हो कि मेरो फेरि यो मल हालेको जन्मेर अहिलेसम्म मैले मलै हालेँ यस्तो टक्क खेतालाहरू आफ्नो उता पुगिसक्यो यही केटा गाउँले जीवनी टक्क बिहान उठ्यो काम गर्यो अनि चिया खानुभयो त म त बिर्सेछु हौ सोध्नु बिहान पनि यस्तो देखिन्छ भाइ सब बाँझ बारीहरू कुनै कुनै ल एकछिनमा मोल हाल्छु अनि एकैछिनमा म चाहिँ मोल चाहिँ हामीले हो यस्तो जरा जरामा हाल्ने रहेछ कि देख्नुभयो होस् जरा जरामा हाल्ने चाहिँ दिल उता हाल्दैन नि उयसरी हाल्ने देख्नुभयो जरा जरामा हाल्ने म पनि ट्राई गरेर राखु म पनि पहिलोचोटि मोल हाल्ने सिक्लाई हो अब जस्तो सुकै हालेको ठाडो बना फर्किनु पाउने र ब्लक हो यसरी खाली त देखिन्न फोनहरु भाइ देखिएन र देखिनु पर्ने हो त त्यति कालो छैन हो हैन हैन आफैले लगाउँदैन लगाइ जब हामी चाहिँ मोल हाल्दै भन्न मलाई भन्न आउँदैन मेरो स्वर पनि नराम्रो सुनिन्छ कि अलि फोनले त हाल त भयो ल भन्दै रहेछ ल यस्तै यो मोल हो हैन अनि यो मोल ल्यायो अनि यसले हैन यसरी फाल्ने चाहिँ गो एउटा यो जरामा नि यसरी अनि फेरि लियो यसरी हातमा एक मुठी अनि यसरी यो होला फेरि हो यस्तो माथि हाल्यो भने फेरि त्यो हुँदो रहेछ कि मतलब मकै मोर्दा रहेछ है हो यस्तो माथि चाहिँ हाल्नुहुन्न जरा जरामा हाल्ने त्यही भएर ल त अनि यस्तै है एउटा गाउँले जीवन मस्त काम गर्नै पर्छ काम नगरी हुँदैन काम पनि गर्नै पर्यो तपाईहरुले मलाई कति घुमेको त देख्छ होला मैले किनभने मैले खासै काम गरेको भिडियो बनाउँदैन कि त्यही भएर ए त्यस्तो नभन्न छ्या दुनिया ल त गाइस देख्नु भयो तपाईहरु सिक्नु भएन भने प्लिज है तपाईहरु पनि सिक्नु यो काम घर काम सिक्नु पर्यो नि गर्नु परेन यति हाल्छु अनि यति हाल्दै अनि एकैछिन पछि इन्डिङ भ्याउने भयो नि बेलामा चाहिँ म देखाउँछु तपाईहरुलाई अघि हामीले यो बारीमा हाल्थ्यौं नि त कता उही बारी हाल्थ्यौं नि आइरा आन्टीहरु भाउजूहरु अनि यो बारीमा हो यति लाइनमा हालेपछि अनि म नि घर चल्दिन्छु होला घाम पनि अब सुकाउँदा लाउँला त्यहाँ फेरि ठिक छ ल यति हाल्नु पर्यो त्यो वाला हुन्छ कि मोल फेरि सर ल यति हालिदिन्छु होइन अनि म अब घरतिर जान्छु होला त मोल बोकेर चल्दिनु लाग्यो म चाहिँ अब सिद्धि हालेर हजुर ए ल चल्दिनु लाग्यो म नानी कस्तो अनुभव भइरहेको त के अनुभव
भने अहिले खन्न परिहाल्छ यता हिँड्ने यता साइडमा हिँड्ने हुन त देखिने यो ग्यान्टी दिदी पनि बहिनी जस्तै देख्न सक्नुहुन्छ हाम्रो दिदी एकदम मेहनती छ है फेरि प्लिज यो मेरो बहिनी हो 2 वर्ष कान्छी बहिनी यस्तो मेहनत गर्ने कहाँ पाउँछ मान्छेहरूले मेहनत पाउँछ यस्तो यो के टाइममा यो अहिले के चल्दाखेरि वर्तमान मकैको होइन के अरे अहिले यो कुन समय हो यो समय मतलब त के भूत वर्तमान भविष्य भन्छ नि वर्तमान के वर्तमान उसमा बितिसकेको कुरा भने भूत भइगयो ल अब घर पनि आइयो चट्ट लाएर मोल बोकेर बाजेले मिठो मुस्कान दिनुभयो ठिकै छ बच्चाहरू यहाँ भेन्डिङ पनि खेलिरहे त्यस्तै छ कारानीलाई भित्रकामा सेट हानिदिनु पर्यो यहाँ माथि सेट हाल्नु यो मोललाई यहाँ राखिदिएँ अब म हातमुख चट्टो लगाएर अब घर पनि आइयो अब यो हातहरू सब फोहोर भएको सेतै सेतो ला पुरै सेतो सेतो ला यो म धुन्छु आनन्द अब अनि अब मेरो इक्जाम पनि छ नि त इक्जाम गरेर आएर अब दिउँसोतिर यसरी उठेर बस्न नाच्छ तिमीहरू उठेर बस्न नाच्न सक्छ उठेर बसेर नाच्न सक्छ तिमीहरू ल उठेर नबसेर देखाइदियो तिमीहरू सबैले देखाइदियो पारा पारा अब इन्टरभ्यू हुन्छ तिमीहरूको यहीँ छ तपाईँ नि आइज सबै यहाँ मिलेर बस्यो यहीँ छ त्यहाँ सबैजना मिलेर बस्या मै गायब भयो क्या हो खै रोड देखिरह यसरी यसरी यस कपाल लाग्छ माथि नचन् न यहाँ छ ल सबैलाई पुसप हान्ने यहाँ छ पुसप हान्ने बेला आरी मान्ने होइन आरी मान्ने कि होइन उयो यसरी ल यसरी गरेको ल तपाईँ उयो गर यसरी अब यो वाला अब कम्मर यसरी घुमाउनु दिन्छ सबैजना मिलेर घुमाउनु फेरि कम्मर वाला अब यसरी अब उफ्रिने यसरी अब यहाँ आइज उफ्रिन आइज हाम्रो ट्रेनिङ चाहिँ फाइनली पुरा भयो अनि यो फ्रन्ट क्यामेरा हो कि चट्ट लाएर है यिनीहरूले बिखाइ कस्तो बिखाइ आने हेर्दै क्या नमस्कार गर्दै नमस्कार गर्दा पनि अनि म चस्मा कस देखेँ भन्दै केटा हो कस देखेँ अरे रमाइलो भइरहेछ है त ल बडी देखा ल बडी देखा ल न बडी देखान सुत्नु कता हेर्दा त्यहाँ माथि हेर्दा दामी भन्छ कि ल तैँले भन्दा ल 1 2 भन्दा यहाँ र 2 3 4 5 6 7 8 यसले पनि भन्यो ल त भन्दा तैँले 1 2 भन्दा यसले त भन्यो तैँले भन्दा ल 1 2 3 4 5 6 8 ल बता दे तैँले भन्दा 1 2 भन्दा ल चिरो चिरो पुसप हान्यो ल खतै नि 1 2 भनेको बाबु ल तिमीहरू 3 जना यहाँ ओ तिमीहरू तपाईँ नि आइज ओ तपाईँ नि आइज देव तिमीहरू यहाँ आउ न लोटेको तिमीहरू यहाँ आउ ल तिमीहरू ल पुसप गर्ला 3 जना ल ल
ल तिमीहरू भनेपछि तिमीहरू कुसब बवाल दामी खाल गर्यो हो कि भाउजू भनिदिनु त यिनीहरूले दामी कुसब गर्यो यिनीहरू त आर्मी ओए सलाम ल सलाम खै त सलाम सलाम गर्दा पनि सलाम यिनीहरूको बुवाहरूको पिट्ने हान्दियो त ओए ल खै बाबु नि ल लेफ्ट राइट छुट्टै खाल लेफ्ट राइट यस्तो बच्चाहरू छ नि यो भगवान् कहाँ बोली छि यस्ता बच्चा हरामी बच्चाहरू छि हाम्रो घरमा जन्म लिए छि लोड दिन्छ अब के भन्ने यसलाई त अनि आज चाहिँ नेक्स्ट डे हो है हिजो मैले भ्लग हानिन अनि अब खानासाना खानु पऱ्यो 9-10 म कमल काट्न जान लाग्यो कहाँ जान लाग्यो तिमीहरू यिनीहरू कमल काट्न जान लाग्यो अरे तालु बनाइदिनु तिमीहरू कपाल हजुर म कपाल काट्न जाने होइन कि हो तिनीहरू कपाल काट्न जाने रे कि कहाँ बसेको खुट्टामा यस्तो छ हालत अनि यसरी अनि हेर्दै यो वाला हिँड है दुईजना माथि हेर त माथि हेर नमस्कार गर्दैछु अब ल अब फेरि हिँड्ने अब सक्दिनँ अब म कल गर्न जाने हो भनेर अहिले म लोड छ के हेर न यस्तो खुट्टामा झुन्ड्या कि यिनीहरू उठ एकछिन उठ्न उठ्ने बाबु यहाँ गरौँ भयो कि मलाई तपाईँ उठ त सुन म तिमीहरू एउटा कुरा भन्छु यहीँ छ चपल्ला पहिला तिमीहरू बाबु यहीँ त नि यहीँ छ तिमीहरू ऊ त्यहाँ गएर लुक होइन तिमीहरू उता 3जना गएर ऊ त्यहाँ ठुलो घर पछाडि गएर लुक अनि म तिमीहरू खोज्दै आउँछु है जा लुक्न जा अगाडि होइन पछाडि घर पछाडि ल म 5 गनेर आउँछु है तिमीहरू लुक्न गइहाल्छ छिटो मैले एउटा पत्ता खाइदिनु पऱ्यो म गने है 1 2 ओ भयो छिटो लुक कहाँ लुक्दा रहेछ नि हेरौँ न भयो म आएँ कहाँ लुकेर हेर त कहाँ लुके हेर छोरी आसपास अब म फेरि गर्नु चस्मालाई त अङ्कल चस्मा लाएर जान्छ है नहुन अरे गर्न तिमी खेल्ने हो तिमी लुका म गनेर आउँछु है फेरि अलि लुकेको त्यस्तो अलि ड्यान्दी थामा लुक्न तिमीहरू ल म आउँछु है फेरि मजा आउँछ कि बच्चाहरू खेल्नु नि केमा लाने हो साइकल छैन मम भयो ओ मेरो सान क्यामेरा कस्तो आयो यार ल अनि चट्टो लगाएर कपाल काट्ने चाहिँ भनेर थिएन तर आज 15 गते रहेछ पसलै बन्द रहेछ त्यही भएर काटिएन अनि आजलाई भिडियो बनाइदिनु हुन्छ भिडियो के कस्तो लाग्यो सानो खालको प्रतिक्रिया दिनु होला माया देखाइदिनु होला है सो यति भन्दै आज भिडियो म यही अन्त्य गर्न चाहन्छु जय नेपाल एन्ड बाइ बाइ गाइज